स्वस्थ जीवनशैलीको लागि मोनाको डेयरी प्रोडक्ट्स। हरेक दिनको स्वास्थ्य रोजाई पोषिलोसँग। हाँ मैं सब ठीक है। काठमांडू कई लाई अभी, हम 1-2 साल में विदेश चल जाए, वहाँ आओ और मजे से रहूँ। सविता प्रसाद सिंह और गोवर्धन प्रसाद सिंह विदेश आए और अमेरिका में इंग्लिश में बात करते। आई ब्रिंग ठेकुआ फ्रॉम नेपाल बोलते। बताओ सोल्टिनी चिटिक्क परेर अभी फोन रखै छी ल माई। चुप न बस, ये डिजीज कम छैन यार। क्या हुआ बे हरिया? साला दिस गुन्डा समाजका किडाहरू, नालीको कुहेको आलु, दानव रूपी मानव। डिस्गस्टिङ मनुवा। पूजालाई जिस्काउँछ नि यार। ओए पूजालाई जिस्काएर यार। अनि तैँले के गरिस्? मैले एक टकले रिसमा घुरेर हेरेँ। ओए घुरेर हेरेर यार। अनि त्यसपछि म यहाँ आएँ। ओए यहाँ आए। के साह्रो आजकलको केटाहरू। जाने हो, कुट्ने हो, पूजालाई इम्प्रेस गर्ने के हो? मैले डिफ्रेन्ट सिचुएसनहरू एनालाइज गरेँ र सबैको रिजल्ट सेम थियो। ओए केटी जिस्काउँछस्? तपाईँको घरमा फुपू सानीमा छैनन्? तेरो बुवा आमालाई भनिदिन्छु मैले। चिन्ता नमान हरि, मैले एक्टिङ क्लासमा कराते सिकेको छु। म तपाईँ सिकाउँछु कसरी फाइट खेल्ने। बेबी मलाई नि कसैले जिस्काउन आयो भने कुट्न आउँछ नि एकचोटि। बाहिर आउने कुरा नगर न, त्यो पनि पर्छ र तिमीलाई। म चाहिँ अब निस्किनु लागेको। बस्छ न। यो मेडिसिन नि मेरो भाइको है, डेन्जरस छ नि फेरि। लिपस्टिक जसरी खाने होइन है, यो साँच्चै प्रिस्क्राइब वाला है। सी यू बेब। ओए खेल्न आइज यहाँ। एकछिन बकेले कराते सिकाउँदैछु। हावा चाहिँ हावा छड्ले हावालाई ब्लेन हान्ने बुझिस्? हावालाई घुमाएछ। ए केटा, म सिकाउँछु तिमीलाई टेक्निक के हो, एक्सन के हो। वाह अल्छी फोन उठा। म मरे। तिमीले चाहिँ के गर्छिन् रात यार? के होला हो? के हुँदैछ यहाँ? बाउ आउँदैछ नि। कसको बाउ? जम्सिनाको बाउ राति रेस्लिङ खेल्ने अरे। मेरो बाउ आउँदैछ नि, कसको बाउ हुन्छ? राहुल। एकदम ठिक गरिस्। अनि सुन न, जन्सिनाको बाउ साँच्चै आएर लाइटर पास गर्छ। लाइटर पास गर्न। राहुल यार, नो स्मोकिङ के प्लिज नखाइदेन। कहिलेले पास गर्न। तेरिका राहुल प्लिज के, एक त भन्दै नभनी झापाबाट सिधै कलङ्की आइपुग्छन्। नखाइदेन यार प्लिज 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 जाइ भन्छ।
लाग्दैन रे नगर तेरो पनि आमा आएर होइन हेल्प जान्छ कि नै त्यतिखेर ल बुझ नगर न ल नमस्ते अङ्कल पूजा गरेर राख्नु पानी परेको छैन के को छाता हो बुवा बसमा आएको हो कि कस्तो हेल्मेट गरेर चम्पाले गर डौ नभागी पनि भएछ अन्त म पनि आइडौ ल ल ल ल भयो के काट्ने चढाउने हो भयो त नगर न मेरो बुवालाई ल घरको घिउ बुवा यसमा त अनि मन छ त जे भए पनि घरको जस्तै हो खाँदैनस् भने लैजाउँला तातो पानी खुवाउँदैनस् के हो यो लुगा त्यो त मलाई पनि थाहा छ कसको मिलनको त्यो लुगा हो यो आजकल फेसन यस्तै हो कि बुवा अनमोल केसी सौगात मल्ल दाइहरू सबैले यस्तै लाउनुहुन्छ त्यसो भए लगा हजुर लगा न अहिले बुवा लगा अनि बुवा अचानक काठमाडौँ चाहिँ कसरी के हो काठमाडौँ आउनु तेरो पर्मिसन लिनुपर्छ मैले आज दिनभरि यो लाउँछ जस्तो वासरुम कहाँ छ यता हुन्छ एकदम सही रहेछ तँले सुन्न यो बाउहरू भन्ने जात यस्तै हो हिटलर जस्तो अन्त मेरो बाउ त सानोमै मुन्टेछ यार विदेश साइज तैँले बाथरुम सफा गरिस् साबुन किरण के हो यो सब के हो यो यही गर्न तँलाई मैले काट्नु पठाएको हो यसरी हिरो बन्छस् यसरी पाउँछस् फिल्म उहाँ दुनियाँका छोराछोरी विदेश गएर कि व्यापार व्यवसाय गरेर पैसा कमाइरहेछन् हाम्रो भने काठमाडौँमा ऐयासी गरेर राखेको छ कति भयो त यहाँको कति भयो 3 वर्ष 3 वर्षमा तँलाई हामीले केमा देख्यौँ त आफै भन् केमा देख्यौँ हामीले कि त कुनै फिल्मको कुनामा उभिरहेको हुन्छ बिना डाइलग कि त मरेको मान्छेको रोल गरिरहेको हुन्छ गाउँमा त्यत्रो जग्गा जमिन छ केही गर्न भन्यो नाइ उसको सपनाको अगाडि हाम्रो खेतबारी त केही पनि होइन के गरिरहेछस् आफ्नो सपना पाउनलाई ट्राई गरिरहेछस् बधाई छ फुलमाला चढाउँ तँलाई 28 वर्षको भइसकिस् कमाएर घरमा पठाउला भने उल्टै पाल्नु परिरहेको छ हिरो बन्छ अरे
मलाई एक्लै नछोड्ने यार, तरो बाउसँग मलाई लास्ट डर लाग्छ कि। यस्तो त हो नि, बाउहरू के भन्छ नि। राहुल तँलाई कसरी थाहा हुन्छ बाउले के भन्छ के भन्दैन भनेर क्या? I'm sorry यार राहुल, देखिरहेको जस्तो यार रिस सुकै कुरामा उठोस्, गाली चाहिँ मेरै करियरलाई दिनु परेको छ। हेर्न मैले पनि ट्राई त गरिरहेको छु नि, हेर्नु न भने आइम ट्राइङ यार। पलानाको छोराले यो गर्यो, ढिस्कानाको छोराले त्यो गर्यो, मैले चाहिँ के गरेँ? बरु म विदेश गएर भाँडा मस्काएर आफ्नो करियरलाई बिर्स्यो भने चाहिँ एकदमै खुसी। मेरो बाउ विल बी द ह्याप्पिएस्ट पर्सन इन दिस वर्ल्ड। समी माथि होइन यार राहुल यार, मलाई हावा खान मन लागेको छ, म जान्छु यार। राहुल भतिज, मलाई त कस्तो गरियो भइरहेको छ यार। के गरेको अङ्कल? सुन राहुल सुन, यार ठमेल पनि ठाउँ छ नि त, ठमेल पनि ठाउँ छ नि त। लोडी भन्ने ठाउँ पनि छ अरे, के त लोडी कि के ओडीको लोडी, त्यहाँ त रातमा डान्स हुन्छ नि त। जम ठमेल जाऊ। अङ्कल अब थमेल जाने होइन, थमेल यही बनाउने हो। कता हो सोल्टिनी चिटिक्क परेर के लाग्छ है? के भइरहेछ यहाँ? ओए किन बन्द गरेको? के बोले अङ्कल? के बोल्यो अरे? तँसँग के बोल्नु पर्ने? चिनाछस् मलाई? त मलाई पहिल्यैदेखि मन परिरहेको छैन, बुझिस् नि? त सानो तेरो मैले सब थाहा छ तेरो काण्डमा। आन्द्राबाट निकालेर माला लगाइदिन्छु नि फेरि बिदा गर्ने मा। चिनाछस् भाइ? को हुँ म? मिलनको बा। विचार गर्ने फेरि जालास्ने फेरि। के भइरह्यो? रमाइलो पनि गर्ने गर्ने कहिले कहीँ। तँलाई थाहा छ एउटा कुरा? त केटी भएको भए कति चुवा गुन्थिस् बे। लाइक ब्ल्याक ब्युटी, मधेसको साथ हरिया प्रसाद सिंह। त किन साथ छस् बे? पूजालाई जिस्काइरहेको छैन रजै? कुदुम के भयो? केटाहरू जिस्काइरहेछन्। यसलाई यसको फिक्स गर। को त्यो? जाउँ खानिदिउँ। कहाँ मान्छे कुट्ने कुरा गरे? दमकमा मलाई झापाले भने चिन्छ, बुझिस् नि? बेसी झापड खाएर दिएर होला। खाएर स्टिल बडी, त्यही भएर मलाई कुनै कुराको पनि डर छैन। नो फिक्री, कमान आक्रमण। आइज त पनि। आज डराइस् भने जिन्दगी भर डराउँछस् कान्छा। के भयो? हरियालाई जिस्काएको? मलाई होइन कि अङ्कल, सरी। यसको बहिनीलाई? बहिनीलाई पनि होइन भने। आफ्नो कुरा गर। के हो रे? ओए चोकमा बसेर केटी जिस्काउँछस्? के रे? गन्जी मात्रै देख्छु त। अब देखिस्? छोड, हाइट छ भनेर हेपेको तैँले? चिनाएको छस् मलाई? दमकमा मलाई झापाले भनेर चिन्छ, बुझिस् नि? किन थाहा छ? काका अङ्कलले हात हाल्छस्? तँलाई म देखाउँछु। खोइ त मिलनले भने जस्तो त हुन्न त। ल
आदत रहेछ भने जिन्दगीभर डराउँछस् जा मर्छु जा जा आक्रमण केटा जा जा मेरो शेर माहौल सुके बाघ भुन्डाहरू बाघ भनेको सुन्दैनस् अंकल अंकल हुनुहुन्छ पूजा मिलनको बाबा ए नमस्ते बाबु भतिज किन घाँस खाइरा उठ के भो किन यहाँ कसरी तिमी चाहिँ किन झगडा गरे नि यसको बहिनीलाई जिस्काएर नि त तिम्रो चाहिँ को बहिनीलाई जिस्कायो फेरि मैले हैन तिमीलाई जिस्काइरा थियो त्यही भएर मलाई कहिले जिस्कायो यिनीहरूले एभ्रीडे घर आउँदा जिस्काइरा हुन्छ त खै म थाहा छैन मेरो इयरफोन छुन्छ सधैँ त्यही पनि बचाउनु पर्दैन मलाई कुनै केटाले बुझ्यौ खान्छ नि फेरि मेरो पोखरी रिस देखाएको छैन होला त्यही पनि थ्याङ्क्स वेलकम सरी अङ्कल ठिक छ हामी चाहिँ खान जाउँ न जाउँ न जाउँ अब पानी खान्छ नि ट्राई अङ्कल पनि कस्तो मिठो चिया पाइन्छ जाउँ न फाइन लेट्स गो पुरा सम्हाल गर्नु पर्यो सासले केटाहरूले भतिज मैले त्यसलाई बजाएको देख्यो नि देखेँ फिलै भयो नि अङ्कल यहाँ धन्न त्यो केटीले बचाएर मात्रै हो नत्र म त्यसको मन र मुडी निकालिदिन्थेँ चिनेकै छैन त्यसले अंकल पानी अझ खाने आफै लिएर आउनु अनि राहुल तिम्रो बुवा र आमा कहिले आउनुहुन्छ आमा त छिट्टै आउँदै हुन्छ अनि बुवा त्यो बुढाको त कुरै नगर्नुहोस् मसँग के हो साह्रै रिस उठेको छ कि क्या हो कि बुढाले अर्कै लगेर टाप कसे अर्कैलाई लगेर टाप कसेको भए त यस्तो आनन्द हुन्थ्यो एटलिस्ट आमा र मेरो लाइफबाट त टाढा हुन्थ्यो नि बुढा इल्लिगली तलको बाटो हुँदै अमेरिका पुगेको पैसा कमाउन 21 वर्ष लाग्यो पिआर बनाउन अनि 21 वर्ष मैले फर्स्ट टाइम देखेको बुढालाई 21 वर्ष अनि एक दिन अचानक आयो मेरो आमालाई लिएर गयो मेरो बच्चादेखिको साथीलाई अरे त्यो कुकुरसँग डर लाग्यो भने भन है म छु बचाउन त्यस्तो केही होइन कि तिनीहरूसँग मेरो सिङ्गल पर्नु पर्थ्यो म देखाइदिन्थेँ You have to act all heroic. दस छ नि राम्रो छ The main thing is तिमी आयो मेरो लागि मलाई थाहा थियो तिमी राम धुलाई खानेवाला छौ तर पनि आयो It's all that matters. कहाँ यहाँ कहाँबाट
अरे मलाई बचान यार। हेर्न घरमा बाउसँग डिस्कस परेर निस्केको हिँड्दा हिँड्दै यहाँ आइपुगेछु। अनि अलिकति स्ट्रेस इटिङ भयो। यहाँको साउले त पैसा छैन भने वेटर बनेर बस भने। फेरि वालेट पनि थिएन, फोन पनि थिएन। के हो साउजी, जबरजस्ती गर्ने मान्छेलाई कतिको खाएको छ म तिर्छु यसको। अब के खाइस बे त्यत्रो? भोक लागिरहेको थियो। मोमो 2 प्लेट, बटुक 3 प्लेट, चिकौनी 3 प्लेट, आलु निम्की पनि खाएँ, चटपटे पनि खाएँ। त्यो एउटा कुकिज खान मन थियो, त्यो चाहिँ दिएन यार खान। ओए हरि, एउटा क्रिम डोनट पनि ल्याइदेन यार। अरू त पर्दैन। के हो घरमा दाजुभाइ छैन? किन हेरेको यसरी? अलि रियल भयो क्या एक्टिङ है? थिएटरमा प्र्याक्टिस भइरहेछ क्या। मिलन एक दिन साँच्चीकै हिरो भयो भने के गर्नुहुन्छ? किन तपाईँलाई लाग्दैन मिलन एक दिन साँच्चीकै ठुलो हिरो बन्छ भनेर? हेर राहुल, हामी भनेको झापाको सानो गाउँमा जन्मेर हुर्केको मान्छे। ठुलो हिरो कसरी बन्छ हामीलाई थाहा छैन। हेर, हामीलाई त यति थाहा छ छोरा मान्छे भएपछि पैसा कमाउनुपर्छ। तिम्रो बुवा पनि त पैसा कमाउन विदेश जानुभएको छ। उहाँलाई उता बस्ने रहर त छैन होला। त्यो त हो कि अङ्कल, तर तपाईँले मेरो क्वेसनको उत्तरै दिनु भएन। मिलन एक दिन साँच्चीकै ठुलो हिरो बन्यो भने के गर्नुहुन्छ? अवश्य खुसी हुन्छु। आफ्नो छोराको प्रगतिमा नरमाउनु को बाउ होला र? म पनि खुसी हुन्छु। यो त कप्टी सेल्फिस भएन र? कसरी भयो म कप्टी सेल्फिस? मिलनको स्ट्रगलमा चाहिँ सपोर्ट नगर्ने रे, अनि उसको सक्सेसमा चाहिँ खुसी हुनु पायो र? राहुल, तिमी र म सेम लाग्यो। मेरो छोराले के गर्छ म बुझ्दिनँ। हेर, तिम्रो बुवा के गर्नुहुन्छ तिमी बुझ्दैन। तिमीलाई एउटा सिक्रेट भनौँ, काठमाडौँमा मेरो केही काम हुँदैन। म त मेरो छोरालाई हेर्नु आएको। आमाहरूलाई त के छ, फोन उठायो, आई मिस यु छोरो भन्यो। हामीलाई आउँदैन। उसको स्ट्रगलमा सपोर्ट गरेनौ भन्छ। दुनियाँको कुरा सुनेर बस्छु म। गाउँलेहरू गीत ज्याउँछन् मलाई। अन्त के छ हो हिरोको बाउ, छोरो टिभीमा कहिले आउँछ? तेरो हिरो छोरोको फिल्मको ठुल्ठुलो होर्डिङ बोर्ड कहिले लाग्छ? यही हो मेरो सपोर्ट। म सब चुपचाप सुनिबस्छु। योभन्दा बढी मलाई केही आउँदैन पनि, ज्ञान पनि छैन। मेरो छोरो भोलि ठुलो हिरो भयो भने अभियसली म खुसी हुन्छु र छाती ठोकेर भन्छु, हेर मेरो छोरो। म मेरो छोरोको होर्डिङ बोर्ड गाउँ गाउँमा आफै टाल्न जान्छु र सबलाई भन्छु, देख्यौ मेरो छोरो यो। खुसी हुन्छु म। अङ्कल, बाबा भन्नु अबदेखि तपाईँलाई? नाइ। ओके। हुन्छ अङ्कल, त्यस्तो अकाउन्ट्सको केही पर्यो भने मलाई सम्झिनु जाने भइहाल्छ। अङ्कल, हिजो के याद छ? याद छैन? ल अनि अघि मलाई बुवा भन्, अङ्कल ल भन्, याद छैन? छैन हौ। ल
नलागे पुगेर आमाले कल गर्छ हो के आइमे जस्तो टाँसिएको हौ छोड हिँड्नगर यार म आउँदै गर्छु हस् बाई बाई बुवा अङ्कल जीवनको यो मेला समयले गर्छ रेला सबैजना यहाँ भेला हरामी छ यो खेला के पास के हो फेलिया एक सास फेरि एला आफू हुनुमा हेला सबैजना यहाँ भेला छ नि चढिरहेको लडिरहेको यता उता फर्किरहेको परिवारको साथीभाइको माया भुल्न मदिरहेको खोज यस्तै सोच विदेशको छ नि लोभ स्वदेशको आफ्नै भोज मेरो नि छ यहाँ भोक खोक त्यसैको खोजीमा गर्दैछु रोजी यहाँ रितो छु गोजी यहाँ थाहै पाउने मजोमा छु मस्त सुकस्त दुःख सुखको वोक गर्दै भर्दैछु पर्स लागिरहेछ मलाई ठोस हरामी हरामी सबै हरामी हरामी सबै हरामी हरामी